मान्छे साँच्ची चाहिने भने ऊ साँच्ची छ अहिले म पैसा दिन्न भन्छ तिमी थुप्रै साँच्ची चाहियो भनेको छौँ उहीबाट लिने बेला हामी पनि उहीको सम्पत्ति त हामी आफै दिएर आफ्नो सम्पत्ति लिइहाल्छौँ नि हामीले उहीलाई सजाय गराउनु बुझ्यो त्यही त मान्छे बुझिरहेको हाम्रो पनि हुन्छ बिग्रेपछि समाधान गर्ने मान्छे पछाडि तपाईँ बोलाउने 4 जना अरू 3 जस्तो सादा जस्तो उनले अहिले बहिनीले फोन गर्यो ऊ चुप भइगयो थुप्रै उनको भाइ पनि फोन गरेन ऊ पनि चुप भइगयो पैसा त दिनु पर्यो त पन्ध्र दिनु भन्यो समस्या दिँदैन एका जुवा भयो किन डराउने अघि त पक्ष लिएर बोल्छौ नि त तिमी ऊ दिन्छ दिँदैन हामीलाई थाहा छ नि तपाईँको समाजले जिम्मा लिँदैन जिम्मा लिने कि हामीलाई तपाईँलाई बाध्यता छैन सर्टकट भइरहेछ कुरा तपाईँलाई त न्याय भयो तपाईँको बहिनीको उसले पनि अन्याय भयो नि उहाँलाई कागज लेखेर रमेश लेखेको छ नि त त्यही रमेशलाई हटाउनका लागि उहाँ जानु पर्यो यहाँ कसैको यहाँ हामीले केही गर्न सनितासँग खेलबाड कोही नगर यो नेपालको घटना होइन नेपाल होइन यहाँको सेवा समाज हजुरकोमा जोडिएको त्यो जो भत्ता छ नि अगाडिको तपाईँको कानुनले जानुपर्छ है तपाईँको यहाँको हामीसँग खेलबाड नगर यहाँ नागरिकता त्यो मिल्न लागि जानुपर्छ गई पऱ्यो भागुडी गई